Hi everybody, this is my first ever vlog in Singapore and आज चाहिँ हामी स्पेशली हाम्रो यहाँ जुन चर्च छ सिङ्गापुरमा जहाँ म जान्छु त्यहाँनिरको एकजना रेभेनेन्ट हुनुहुन्छ, रेभेनेन्टै भन्छ हैन। अनि उहाँ चाहिँ धेरै सिनियर, पहिलादेखिको हाम्रो नेपाली चर्चलाई गाइड गर्नुभएको, एकदमै हेल्पहरू गर्नुभएको। अन्त उहाँको घरमा बोलाउनु भएको छ आज र धेरै कुराहरू छ डिस्कस गर्नुपर्ने। त्यसको लागि म र एकजना दाजु जो चाहिँ सिसी दा हुनुहुन्छ, म अहिले एकछिनमा तपाईँलाई देखाउँछु। हामी जाँदैछौँ दुईजना मिलेर। अनि सिसी दा पनि एकदमै खास मान्छे हो मेरो लागि। सिङ्गापुरमा मैले फर्स्ट मान्छे भेटेको भनेको सिसी दा हो र उहाँद्वारा नि आजको दिनसम्म म यताबाट उताबाट यताबाट चिनाजानी भएर आजको दिनमा यहाँसम्म छु। सो म तपाईँहरूलाई देखाउँछु अहिले एकछिनमा, सिसी दालाई इन्ट्रोडक्सन गर्छु। Till then, stay tuned. Bye. So guys, this is my friend. Say hi. Yo. Guys, म फाइनली भेटेँ हाम्रो दाजु सिसी दाजुलाई। तर उहाँ चाहिँ फेरि अर्कै जग्गामा बसिराख्नु भनेर चाहिँ फेरि अर्कै जग्गाबाट बसाउनु पर्ने रहेछ। त्यसैले फेरि टन टन घाममा चाहिँ अब हामी चाहिँ रोड क्रस गर्दैछौँ अहिले है। सिधा एक हेऱ्यो नि त, रोड क्रस गर्दै गरेको सिलगढी टाइपको रोड क्रस गर्दै तपाईँ त हाम्रो अत्तालिँदै केही हुँदैन हौ त। राति ह्याक देखाइदिनु न भर्खरको क्याबको। तपाईँले याद गर्नु यो स्टप पोइन्ट्सहरू हर जग्गा छ। हेर्नुहोस्, यहाँ छ, यहाँ छ, यहाँ पनि छ, रातोबाट र तपाईँहरूले जहाँ उत्रिनु मन छ है। जस्तो हामी उतानिर ड्राइभरलाई यहाँ रोक्दिनुहोस् है दाजु भन्छ नि है, भनिरहनु पर्दैन। यो बटन ट्याक्क तपाईँहरूले चाल्छ। यो एरियाहरूमा चाहिँ कता यङहरू बस्नु पाउँदैन। अगाडिको चाहिँ प्रायोरिटी सिट्सहरू हो तिनीहरू चाहिँ। आई थिङ्क बोजूले पनि प्रार्थना गर्दै हुनुहुन्छ है, त्यस्तै लाग्यो मलाई देख्दाखेरि। प्रार्थना भन्ने कुरो चाहिँ यस्तो है, जहाँनिर जस्तो हुँदा पनि गर्नु सकिन्छ है। प्रायः मान्छेले चाहिँ प्रार्थना गर्नु लागि मन्दिर जानुपर्छ, चर्च जानुपर्छ भने होइन। प्रेयर्स क्यान बी डन एभ्रिवेयर इन एभ्री सिचुएसन, वेदर युआर ह्याप्पी युआर स्याड, डजन्ट म्याटर। यो चाहिँ यो सम अफ द ग्लिम्सेस अन द वे। यो त बोटानिकल गार्डन हो क्या, होइन नि? बोटानिकल गार्डन भन्ने पनि एकदमै मजाको जग्गा छ यहाँनिर हो। कुनै दिन फुर्सद भयौँ है त, हामी एकपल्ट फर्स्टमा पिकनिकहरू गएको थियौँ नि है, थाहा छ? मजा आएको थियो। कुनै दिन जानेछौँ। मलाई बोटानिकल गार्डनमा चाहिँ नि मजाको म्युजिक भिडियो गर्नु मन छ है। उल्टापाल्टै लोकेसन लिएर हेर्नुहोस्, ला काठ बिर्सियो यस्तो हुन्छ है गाइसी। बेसी बसमा चढ्दाखेरि चाहिँ अलिकति याद गर्नुहोस् कार्डहरूको बारेमा हो। कार्ड छैन भने चाहिँ यसरी मार्छ होला है ऊ बस रोकिरहेछ। के भएको दा त्यस्तो? के भएको तपाईँ? जे बसमा जान्छ बस चेक गर न अन्त। गएर सिधै गएर चाहिँ हामी उत्रिन्छ अपोजिट बजार स्टेसनमा। मजा आइरहेको छ। आज मजा आइरहेको छ, घाम पनि मजाको लागिरहेको छ हो। खोला जाने खालको दिन भइरहेको छ। यहाँ त खोला त यस्तो माथि माथितिर हाल्यो। अब यहाँ पर त्यो मान्छे काम गरेको र न, मैले अघि देखिरहेको बिचराहरू कस्तो गरममा हेर। आम्बो क्या दामी गाडी। घाट है, यो जग्गाको नाम चाहिँ धोबीघाट हो है। धोबीघाट चाहिँ किन राखेको पहिलादेखिको सोच्थ्यौँ हामी,
जग्गाको नाम धोबीघाट किन हौ दा? पहिला त्यहाँ धोबीको घाटहरू पुरा धेरै हो अनि त्यसले गर्दा धोबीघाट भयो। ए हो, थ्याङ्क यू। याद छैन मलाई। मान्छे भिड त्यति बेला क्रिसको सुटिङ हुँदा यहाँको पुलिसहरू चाहिँ यस्तो खतरा कि यहाँ त्यो चाहिँ फेरि लगेर माथि पुऱ्याइदिएको अब साँच्ची थियो तपाईँ क्रिसको सुटिङ हुँदा? किन थिएन अनि म यसरी जाँदै थिएँ कुनै कता जाँदै थिएँ। गाइस इफ यु रिमेम्बर क्रिस मुभी है क्रिसको सुटिङ भएको जग्गा खोज्दै हामी चाहिँ आएको तर पाएन है, यहाँनिर छैन। कुनै दिन सन्डे चान्स पायो भने देख्छौँ नि हामी। क्रिस मुभी र आफ्नो जिन्दगी पनि त्यसै लाग्छ घरि मलाई। त्यो क्रिसको क्रिसको बाउ चाहिँ सिङ्गापुरमा अड्केको हुन्छ नि, म चाहिँ यहाँ थाहा छैन। बाउलाई छुट्याउनु आउँछ नि अन्त क्रिस उहाँ पनि छुट्याउनु आउँछ होला कोही। गाइस हामी चाहिँ नि 1 राउन्ड माऱ्यो कि फेरि त्यही जग्गा आइपुग्यो। त्यही उहीको यो इफ यु रिमेम्बर द फर्स्ट टाइम के होला त्यही जग्गा आइपुग्यो। यो बाटो त पोलो क्लब नै पुग्ने रहेछ। डल्लै उयो सिटी देखाउनु गएको जस्तो मात्रै भयो है, टाइम वेस्ट पनि भयो। त केही छैन, एउटा कन्टेन्ट चाहिँ पायो। अब फेरि नयाँ बाटो खोज्नुपर्छ। फाइनली आफ्टर अबाउट एन आवर हाम्रो डेस्टिनेसनमा पुग्यौँ है। सिसिदाले उल्टा उल्टा बाटोहरू भनेर हो त उल्टा उल्टा कन्फिडेन्स छ। 2 वर्ष सिङ्गापुरमा बसेको मान्छेले चाहिँ बाटो नै बिर्छ। बल्ल पुग्यौँ। अब पास्टरको घर चाहिँ कतानिर छ त? पास्टरको पछाडि हो। मजाको लागिहाल्यो। प्रब्लम gambling affects your loved ones, work, health and more. Be smart, don't start. हेभी है। र यहाँनिर चाहिँ ट्रेहरू यस्तो है निकालेर चाहिँ राख्ने सिस्टम छ सो द्याट किन हलाल गरेको त्यहाँ त्यो त बुझेँ नि इन्फर्मेसन लु भर्खर हलाल भनेको चाहिँ मुस्लिमहरूले खाने होइन। हलाल नन हलाल भनेको चाहिँ नर्मलले। अब मुस्लिमले हलाल चाहिँ कसरी खान्छ? सबैको चिरिके काट्दै फ्याङ्छ खान्छ होइन, त्यस्तो गर्छ होइन। तर मलाई चाहिँ भन्नु मन परेको चाहिँ सबैको हलाल गर्छ, माछाको चाहिँ कसरी हलाल गर्छ कुरो चाहिँ त्यहाँ चाहिँ एलआरटी हो। ओ लेट्स सी द एलआरटी। यो एइडी को फुल फर्म चाहिँ फुल फर्म त छोडिदिनु। यसको काम चाहिँ के हो भन्दाखेरि चाहिँ कहाँनिर यहीँ हुनुपर्ने एउटा एइडी यहाँनिर यो चाहिँ तपाईँको जो मान्छे सकमा जान्छ नि, अनकन्सियस हुन्छ नि, जस्तो मान्छेको हार्ट बिट ब्रिदिङ छैन, के गर्नु भने त्यही इमर्जेन्सी सिचुएसनमा तपाईँ के गर्नै सक्दैन होइन। अब छेउछेउमा डक्टर पनि छैन, नयाँ अब एम्बुलेन्स छ। यो खोलेर चाहिँ तपाईँको छातीमा लगाउँछ, 2टा प्याड हुन्छ नि, सक्दिनँ थाहा छ मुभीतिर झ्याक झ्याक सक्दैन। अन्त त्यो लगाउँदाखेरि चाहिँ यसले चाहिँ अटोमेटिक सक्दिन्छ। भन्नुको मतलब मान्छे लास्ट मोमेन्टमा मरिसकेको मान्छे पो होला बाँच्छ तर यसले गर्दा। हामी फाइनली हाम्रो पास्टर जनको घर पुग्यौँ है। इज वेटिङ बाई पास्टर, बाई ओके। तपाईँलाई कस्तो लाग्यो? एकदम बुढोको कति अब इभन दो इज 70 to 75 years क्या 80 प्लस हो आम्बो हो के 80 प्लस पुगिसकेको मान्छे अनि वाज सेयरिङ अबाउट कन्टेन्ट क्रिएटिङ ब्लगिङ हुन्छ नि, युट्युबिङ। अब कति अब एउटा अपडेटेड मान्छे है, 70 वर्षको उमेरमा भन्नुपर्दाखेरि चाहिँ उहाँले आफ्नो आँखा पनि देख्नु हुँदैन है त, कम्प्लिटली ब्लाइन्ड हुनुहुन्छ। रिसेन्टली भएको है यो कुरा, होइन तर बन्ड ब्लाइन्ड चाहिँ होइन त, सानोबाट ब्लाइन्ड होइन बिस्तारै बिस्तारै
अलिअलि देख्नु हुँदैछ अँ। त्यो देख्नु अन्त त्यस्तो मान्छेले पनि अब रेडियो सुनेर चाहिँ उहाँ कस्तो अपडेटेड रहनु हुँदो रहेछ। पर्खिनु न, किन कुदेको? रेडियो सुनेर चाहिँ है उहाँले सबै वाट्स ह्यापनिङ अराउन्ड एन्ड एभ्रिथिङ सबै उहाँले रुटमा राखेर उहाँले हामीलाई पनि एडभाइस गर्नुभयो कसरी हामी एज यङ पिपल होइन वी क्यान स्टार्ट ब्लगिङ, वी क्यान डु सम अनलाइन कन्टेन्ट्स, टक अबाउट सिङ्गापुर के हुन्छ कसो हुन्छ है। वी आर जस्ट स्टार्टिङ दिस इज मोस्ट प्रब्लम साइकलमा जाने ब्लग आधी घन्टा नजाने छैन। त्यसरी हामी अब हेर्छौँ कि कस्तो हुनेछ हाम्रो यो ब्लग्सहरू है। पछि गएर तपाईँहरूले पनि कमेन्ट गर्न सक्नुहुन्छ कि तपाईँहरू के हेर्नुहुन्छ। त्यसै मेट्रो एमआरटी कार्डहरू तपाईँ बसमा युज गर्न सक्नुहुन्छ या त मेट्रोमा युज गर्न सक्नुहुन्छ। क्यासमा रिचार्ज गर्नु सक्छ, कार्डमा रिचार्ज गर्नु लागि यहाँबाट आउँछ है। यसमा तपाईँले सिम्पली क्यास चेक गरेर यो $10 भयो, put it inside and you confirm it. सिम्पली तपाईँको रिचार्ज भयो जाऊ होइन।